फर्स्ट टाइम बनाउँदैछु। मेरो आवाज आउँदैछ कि छैन थाहा छैन मलाई, किनकि कुकरमा सिटी लागेको। बन्द गरिदिन्छु ल एकछिन। कुकरमा सिटी लागेको भएर के आवाज आएन होला। म आज फर्स्ट टाइम ढेँडो बनाउन जान्दै लागिरहेको छु। आफ्नो हातको फर्स्ट टाइम म ढेँडो खान्छु, किनभने देहरादुनको मान्छेले पनि ढेँडो बनाउन जानेको छ भनेर आज म बनाउँदैछु ल गाइज। आज कस्तो हुन्छ बताउनु होला, हेर्दै जानु अगाडि अगाडि। अहिले त बल्ल पानी उमाल्दैछ। यसमा कुकरमा मैले चिकन बनाएको छु, अलिकति ग्रेभीवाला जस्तो। अनि सिटी लागिरहेको थियो अनि मैले त्यसलाई गरेँ। अनि यसमा पानी बसालेको छु ढेँडोको लागि। अनि यो गहुँको पिठो रेडी गरेको छु गाइस। अनि कुकर अब पानी उम्लेपछि त्यहाँदेखि ढिँडो बनाउने हो मैले। आज कस्तो बन्ने छ हेर्नुहोस् होला गाइस। पानी पनि उब्लिसक्यो ल। मैले ढेँडो बनाएको मस्काए यति भयो। अहिले एकदम गाह्रो हुँदो रहेछ। मेरो त हातै दुख्यो गाइस। तर हेर्नुहोस्, सिपालु भयो कि भएन ढेँडो बनाउन कमेन्ट गरेर बताउनु होला। अझै पनि बाँकी छ। अब म यसलाई ढाकेर एकछिन बफाएर राख्नु पर्यो, अनि राम्रोसँग पाक्ला नि, नत्र त पेट दुख्छ नि फेरि गाइस। आज मैले फर्स्ट टाइम ढेँडो बनाएको गाइस, हेर्नुहोस्। अनि यहाँ भाँडो पनि छैन कस्तो खाले भाँडोमा बनाएको डेक्चीमा गाइस मैले बनाएको ढेँडो। हेर्नुहोस् कस्तो। यहाँ चिकन बन्नेवाला छ। अब लगभग पाकिसकेछ। अनि पस्केर खाँदा कस्तो हुने रहेछ अहिले बताउने छु ल गाइस। अनि तपाईँहरूलाई नि बताउनु मैले जाने कि जानेन भनेर। फाइनली भयो मेरो ढेँडो रेडी गाइस, हेर्नुहोस्। ढेँडो बनाउन एकदम गाह्रो हुँदो रहेछ गाइस। माई गड, सास पनि फुलेको मेरो आज, हात पनि दुखिगयो। तर केही चिज बनाउन सिक्नको लागि त गाह्रै हुन्छ। पेटबाट सिकेर त को आउँछ होइन। तर अब फर्स्ट टाइम बनाएको ढेँडो अब खाएर कस्तो लाग्छ फेरि म तपाईँलाई बताउँछु ल एकछिनमा। यो रेडी भइसक्यो। अब म ढेँडो खान लागेको कस्तो छ भनेर। चिकनको साथमा ढेँडो गाइस, कसरी खाने हो त्यो त अब जसरी पनि खाइहालौँ ल, निल्नुपर्छ भन्छ। अब म ढेँडो खाँदैछु गाइस, कस्तो भएको छ भने। अनि तपाईँहरूलाई फर्स्ट बाइट तपाईँहरूलाई गाइस ल। अनि म खाँदै। वाह व्हाट अ टेस्टी गाइस। मेरो यो ढेँडोवाला भिडियोज हेरिदिनु। अनि कस्तो बनाउन जाने कि जानेन मैले भनेर सुझाव दिनुहोला मलाई। अगाडि अगर बनेको छैन राम्रो भन्यो भने सिकाउनु होला। थ्याङ्क यू सो मच गाइस। भिडियोलाई चाहिँ नि लाइक कमेन्ट सब्सक्राइब अनि माया गरिदिनु होला। माया माया गाइस।